दर्शकबिन आज बिहान 6 बजे सुर्खेतको वीरेन्द्रनगर 1 रेडियो नेपालबाट 16 वर्षीय इनिसा बिक मम्मी म ट्युसन पढ्न स्कुल जान्छु 2 घण्टामा आउँछु भनेर जान्छिन्। उनी 6 बजे जान्छिन् तर 9 बजेर 30 मिनेटमा अचानक शहीद पार्कको जंगलमा 16 वर्षीय युवती फेला भनेर समाचार आउँछ। समाचार आए लगतै करिबन 10:30 बजे प्रहरीले शहीद पार्कबाट उनको आमालाई फोन गर्छन्। फोन गरेर तपाईको छोरी अचेत अवस्थामा शहीद पार्कको जंगलमा छिन्, तपाई तुरुन्तै आउनु भनेर भन्छन् र आमा घटनास्थलमा गएको केही समयमा आमा बेहोस भइसकेपछि त्यहाँ के हुन्छ आमालाई थाहा हुँदैन। दर्शकबिन पीडित परिवारहरूको माग यो छ कि यो घटनालाई पनि निर्मला पन्त जस्तो दबाउन नखोजियोस् भन्ने पीडित परिवारहरूको भनाइ छ। दर्शकबिन म यति बेला मृतकको घरबाटै रिपोर्टिङ गरिरहेको छु। दर्शकबिन घटनास्थलबाट एकजना घटनास्थलबाट प्रहरीले पक्राउ गरेर अहिले उनी प्रहरी हिरासतमा छन्। दर्शकबिन घटनाको सत्य तथ्य छानबिन भएर पीडितले न्याय पाओस् हामी यहीबाट भन्न चाहन्छौँ। दर्शकबिन यस सन्दर्भमा म उनको आमासँग कुरा गर्छु। आज बिहानको यो घटनालाई चाहिँ अलिकति संक्षिप्त रूपमा बताइदिनुहोस्। बिहान नानी 6 बजे प्र्याक्टिकल छ मम्मी भनेर गयो, जान्छु भन्यो, चिया खाएर गयो। म 2 घण्टाको मात्रै छ टाइम, म आइहाल्छु मम्मी खाना पकाएर राख्नु, म आइहाल्छु भनेर भन्यो। ल जाऊ छोरी राम्रोसँग गएर आऊ भनेर भने। अनि मैले 9 बजेतिर फोन गरेँ, मोबाइल स्विच अफ छ, फोन गर्छु स्विच अफ छ, कता गयो किन आएन, किन मोबाइल स्विच अफ छ भनेर आत्थेँ। अनि 10:30 बजेदेखि मोबाइल स्विच अफ थियो। 9 बजे फोन ट्राई गरेको, 9 बजे नै फोन स्विच अफ छ। पहिलो कलमै मोबाइल स्विच अफ छ। अनि त्यसपछि फेरि स्कुलमा फोन गरेको, स्कुलमा फोन लागेन। त्यसपछि फेरि टिचरहरूलाई कन्ट्याक्ट गरेको, टिचरहरू कोहीले फोन उठाउनु भएन। अनि त्यसपछि म आत्तिएर यताउता गरेँ के गर्ने होला भने। त्यसपछि 10-5 मिनट पछि फेरि मेरो मोबाइलमा नयाँ नम्बरबाट फोन आयो, तपाईँको इनिसाको मम्मी हो भने। हो, इनिसा शहीद पार्कको जङ्गलमा बेहोस हुनुहुन्छ, तपाईँ तुरुन्त लिन आउनु भनेर भन्यो। अनि म गएर त्यहाँ हेर्दाखेरि मेरो छोरीको अवस्था एकदम नाजुक थियो। पुरै जिउभरि शरीरैभरि ब्लड थियो। मैले त्यो शरीर हेर्न नसकेर बेहोस भएर ढलेँ। त्यति मात्रै थाहा छ मलाई, त्यहाँदेखि थाहा केही पनि छैन। त्यो शरीर हेर्नु त्यसपछि तपाईँ अचानक बेहोस हुनुभयो। त्यसपछि घटना के हो त्यो थाहा पाउनु भएन। अनि त्यसपछि त्यो शरीरमा चाहिँ बेल्टको डाम थियो, अनि लतारेर चाहिँ तल खोल्सामा ल्याएर फालियो भन्ने कुराहरू आइरहेछ। यो त के थाहा छ? माथि भिरालो थियो, माथिबाट गुल्टिँदै पत्करहरू बटाउ भएको थियो, यस्तो घाँसहरू बुटाहरू भाँचेको थियो। अनि त्यसपछि अलिक गहिरो खाल्डोमा लगेर मेरो छोरीलाई उत्तानो पारेर कालो ज्याकेटले मुख छोपिदिएको थियो। अनि जुत्ता एउटा माथि हट्केको थियो। त्यो ठाउँमा चाहिँ को मान्छे थियो? अर्को प्रहरीहरू थिए त्यहाँ, तलतिरको बासिन्दाहरू 1-2 जना दिदीहरू हुनुहुन्थ्यो, अरू मलाई थाहा छैन। भनेपछि त्यो चाहिँ थिएन, त्यहाँ अरू कोही पनि थिएन। पुलिसहरू मात्रै देखेँ मैले, अरू कसैलाई पनि देखेन। तपाईँ पुग्ने बेला त्यहाँ प्रहरीहरू हुनुहुन्थ्यो र त्यसपछि त्यहाँका स्थानीयहरू हुनुहुन्थ्यो? हजुर, त्यहाँको 2-3 जना दिदीहरू हुनुहुन्थ्यो, अरू कोही पनि थिएन, पुलिसहरू थियो। अनि मेरो छोरीको पुरा शरीरमा पछाडि बेल्टको डाम थियो। मेरो छोरीको जिउैभरि रगतै रगत छ, कपाल भुतालेको छ, केही छैन मेरो छोरीको शरीर, केही पनि छैन। अब के भन्न चाहनुहुन्छ जुन प्रहरीलाई? अब के भन्न चाहनुहुन्छ? यसमा तपाईँको भनाइ के छ? यो चाहिँ हामीले चाहिँ बलात्कारीलाई चाहिँ तत्काल कारबाही हुनुपर्छ र पुलिस प्रशासनले चाहिँ यो कुरालाई दबाउन खोज्यो भने भोलि हामीले के गर्नुपर्छ हामी चाहिँ त्यहाँ गएर गर्नेछौँ। र अहिले हामीले बुझेको कुराहरू के कति छ हामीले अहिले भन्नेछौँ र हामी सबै कुरा बुझेर हजुरहरूलाई भोलि प्रष्ट बनाउनेछौँ। र पुलिस प्रशासनले यो कुरा दबाउन खोज्यो भने हामी के गर्नुपर्छ, हामी घाँटी थाप्नुपर्छ। बहिनी पुलिस प्रशासन अगाडि घाँटी थाप्न तयार छौँ। हाम्रो बहिनीको कुरा चाहिँ विनिसा बहिनीलाई चाहिँ कसैले पनि न्याय चाहिँ पाउनुपर्छ र कसैले पनि दबाउन खोज्यो केही गर्न खोज्यो भने यसको लागि म महेन्द्र दाई चाहिँ बहिनीको लागि चाहिँ के गर्नुपर्छ, म चाहिँ कहाँ गएर फाँसी लाउनु पर्छ भने म तयार छु। बलात्कार गर्ने जो छ नि त्यसलाई चाहिँ फाँसीको सजाय हुनु पर्यो। अहिलेको अब नयाँ सरकार बनिरहेको छ, यो सरकारले चाहिँ बलात्कार गर्नेहरूलाई फाँसीको सजाय दिने नियम ल्याउनु पर्ने हो छ के। यो तरिकाले भएन। निर्मला हत्याकाण्ड बलात्कार नै जति पनि महिला छ हाम्रो देशमा असुरक्षित छ के, त्यही पत्ता हामीलाई अब यो सिधै फाँसीको सजाय हामीलाई चाहियो। होइन तर हामीले भन्दामा र फाँसीको सजाय भन्छौँ तर कानुनले दिने
हामीलाई कसरी न्याय दिन्छ भन्नेमा कानुनमा पनि भर पर्छ। त्यहाँ भनेको छ होइन, अब हत्यारा अरे बसेर अरे कुरेर बस्या त्यो पुलिसले भन्यो अरे के, हामीलाई त थाहा छैन। त्यहाँ पनि त्यहाँको मान्छे छन्, त्यहाँ छैन पुलिस नै, त्यो हत्यारा त्यहाँ छैन। म आमा गएको बेला हत्यारा देखा छैन भने त्यहाँ कसरी बसेको होइन, कसले देख्यो के, हामीले देखेको छैनौँ त्यहाँ। अनि यो त यहाँबाट जाने बेला अब मम्मीले पठाउनु भयो, तर हामी त भान्जी अब पढ्न गएको होलिन् भन्ने हाम्रो सब भयो। तर त्यहाँ गएर त प्रिप्लान रहेछ नि त यो त, उनी केटाहरूले बोलायो तर एकजनालाई समात्यो अरे। तपाईँहरूको माग के छ? हाम्रो माग त त्यही हो, न्याय पाउनु पर्यो। हामीले होइन कसरी हुन्छ, हाम्रो मेरो भान्जीले न्याय पाउनु पर्यो, दोषीले चाहिँ कारबाही पाउनु पर्यो। त्यहाँ एकजनालाई समातेको छ तर त्यो एकजना होइन के, सुन्नुहोस् त्यो पुलिसलाई खबर कसले दियो, त्यहाँ एकजना मात्रै समातेको छ भने के, त्यो एकजनाले मात्रै गरेको, त्यो मान्छेको ज्यान बलात्कार गरेर एकजनाले मात्रै मार्न सक्छ त्यहाँ, त्यही पनि त्यो अनि केटोले होइन, त्यहाँ त्यति माथि लगेर कसरी मार्न सक्छ। अनि उसको खुन बलोडहरू माथि छ, त्यसको लास तल छ, कसरी आयो? यो घटनाको विषयमा के भन्न चाहनुहुन्छ? यो घटनाको विषयमा त छानबिन गरेर दोषीलाई कारबाही होस्, सकेसम्म फाँसीकै सजाय होस्, हाम्रो छोरीले न्याय पाओस् होइन। त्यो एकजना मात्रै त्यति गरेको छैन, त्यसमा कतिजना मिलोमत छ, त सबैलाई अगाडि लिएर कारबाही होस्। यो विषयमा के भन्न चाहन्छु भनेपछि मैले यो जातीय विभेदले गर्दाखेरि यस्तो हुन गइरहेको छ जुन कारणले कि केटाले आफ्नो जुन बाहिरबाट पनि गिफ्ट मगाइरहेछ केटीलाई, चुरा छ त्यसमा, अनि घरबाट कटरामा हालेर केक समेत ल्याएको छ केटाले उसलाई, अनि त्यो माला पनि मगाएको छ, अनलाइन सपिङ गरेछ। अनि त्यो विषयमा प्रहरीहरूले सबै प्रहरीहरूकै हातमा छ। त्यहाँबाट प्रहरीहरूले घटनास्थलको माटो समेत प्रहरीहरूले उठाएर ल्याउनु भएको छ। त्यो विषयमा यो प्रहरीहरूले के भन्न चाहनुहुन्छ भनेपछि यो शङ्कात्मक विषय हो, यस्तो एक्लै त यो गर्न नसक्ने हो यो। त्यसमा दुई चार जना कति छन्, एउटा ग्याङ नै होला सायद भनेर प्रहरीले अनुसन्धान गरिराख्नु भएको छ। अनुसन्धान गर्दाखेरिमा अनि घटनास्थलमा जुत्ता एक ठाउँ, मोजा एक ठाउँ, अनि त्यस ब्यागमा भएको लिपस्टिक एक ठाउँ, उसको कपडा एक ठाउँ, अनि केटाको पुरै केटाको ट्र्याकमा पुरै बलोड नै बलोड छ। अब यो कारण कसरी भयो के भयो भनेर हामीले भन्दा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। त्यो बलोड भयो चाहिँ मृतकको कपडाहरू चाहिँ छटछिटान भएको हो? मृतकको भन्दा नि केटाको कपडा, जुत्ता एक ठाउँ थियो, कपडा एक ठाउँ थियो है, त्यो पुरै बलोड भरि नै छ। मृतकको कपडामा पनि बलोड लागेको छ। यति बेला मसँग मृतकको जेठबुवा हुनुहुन्छ, म उहाँसँग कुरा गर्ने गर्छु। यो घटनाको विषयमा के छ तपाईँको धारणा? मेरो धारणा यो दोषीलाई कारबाही, निर्दोषलाई न्याय होस्। यो कसरी घटना घट्यो, सधैँ यस्तो बारम्बार यस्तो नहोस्, सेलिब्रेटीमा अन्य अत्याचार नहोस्, यिनलाई छोड्नु हुँदैन। अहिले जुन पार्टी आए पनि जस्तो जे गरे पनि पार्टीगत हुन्न कि, यो त एकदम न्याय पाउनुपर्छ। रूपमा चाहिँ छानबिन होस्, प्रहरीले छानबिन गरोस् भन्ने तपाईँको कामना छ। त्यसपछि चाहिँ अहिले चाहिँ पोस्टमार्टम रिपोर्ट चाहिँ अहिले आएको चाहिँ पोस्टमार्टम भएको छैन अहिले। अब के छ पोस्टमार्टमको तयारी तपाईँहरुको? यसको तयारी अब भोलि बिहान 8 बजे तयारी छ। यसको लागि हामी सब सक्रिय, सबै यहाँका नेता पोस्टमार्टमको भोलि चाहिँ 8 बजे तयारी गरिराख्नु भएको छ। तयारी गरिरहेको छ। यसको लागि हामी सबै कानुनी प्रक्रियामा जाने चाहिँ के छ तयारी? कानुनी प्रक्रियामा त अब जसले गल्ती गर्यो त्यसलाई त अब फाँसी दिनै पर्यो, सजाय पर्नै पर्यो, दोषीलाई न्याय हुनै पर्यो।